2083 सालको अन्नप्राशन अर्थात् बच्चाको भात खुवाउने साइतहरू। सामान्यतया अन्नप्राशन गराउँदा महिनाको शुभाशुभ र गुरु शुक्रअस्तको केही विचार गर्नु पर्दैन। केवल छोरीको 5, 7 आदि विषम सौरमास, पुत्रको 6, 8 आदिसम्म सौरमास भएपछि बच्चाको जन्मराशिबाट चौथो र 8औं राशिमा चन्द्रमा नपरेको दिन अन्नप्राशन गराउन सकिन्छ। साइतहरू: वैशाख 7 गते, 10 गते, 21 गते। जेठ महिनामा 4 गते, 7 गते, 22 गते। असार महिनामा 3 गते, 10 गते, 17 गते र 18 गते। श्रावण महिनामा 4 गते, 8 गते, 15 गते र 18 गते। त्यसै गरी भदौ महिनामा 1 गते, 3 गते, 10 गते र 29 गते। असोज महिनामा 5 गते र 26 गते। कार्तिक महिनामा 13 गते र 30 गते। मङ्सिर महिनामा 10 गते र 17 गते। पुष महिनामा 1 गते र 15 गते। माघ महिनामा 15 गते र 25 गते। फागुन महिनामा 7 गते, 13 गते र 26 गते। त्यसै गरी चैत महिनामा 3 गते, 10 गते, 18 गते र 25 गते अन्नप्राशनका साइत रहेका छन्।